हाई गाइज, यो चाहिँ मैले मेरो फोटो ग्यालेरीमा भेट्टाएको भिडियो जुन चाहिँ लास्ट इयरको। तपाईँहरूलाई भन्छु है के गऱ्यौँ भनेर। बकेटको लागि पे गरेर आएपछि सुन्तला टिप्न थाल्यौँ। मेरो छोराले त खाना पनि थालिसकेको थियो। यसरी ओरेन्ज टिप्दा चाहिँ रमाइलो नै हुन्छ। हेर्नुहोस् न कति राम्रो ओरेन्ज। फोटो पनि खिच्यौँ एक दुईवटा। यो चाहिँ हामीले राम्रो माथि देखेर चाहिँ यसरी तानेर नै लिइरहेको थियो। यसरी झुन्डिएर टिप्न चाहिँ भएन भनेर हामीले रुखमै चढेर टिप्न थाल्यौँ। चाहिँ मेरो ज्वाइँले रुखमै चढेर टिप्न थाल्नु भएको छ। त्यो कति ठुलो रुख छ हेर्नु न। ओरेन्ज टिप्दै मैले अब एउटा टिकटक त बनाउनै पर्यो भनेर छोरासँग एउटा भिडियो खिच्थेँ टिकटकको लागि। यसरी हामीले एउटा बकेट गरेर यहाँ हेर्नुहोस् न कति धेरैवटा बकेटमा भरिसकेका। जतिवटा बकेटको लागि पे गरेका थियौँ त्यति बकेट पुरै भर्न पाइन्छ र खाना पनि जति पनि पाइन्छ। त्यसपछि हामीले फोटोहरू खिच्न थाल्यौँ। अस्ट्रेलियामा अहिले ओरेन्ज पिकिङको सिजन भएकोले होला यो इयर जान नपाए पनि लास्ट इयरको फोटो हेरेर चित्त बुझाएँ। यसरी नै मेरो लास्ट इयरको मिनी ब्लग सकिन्छ। थ्याङ्क यू फर वाचिङ गाइज।